ल सबैजनालाई नमस्कार है। यो चाहिँ तिहार आउँदैछ, ग्यासबाट हुने जति पनि घटनाहरू दुर्घटनाहरू तपाईहरुले सुनिरहनु भएको छ। एउटा सानो कुराले गर्दाखेरि अहिले चाहिँ टेक्नोलोजी पनि आएको छ। यहाँ चाहिँ कस्तो छ भन्दाखेरि हामीले तपाईलाई यो रेगुलेटरहरू ल्याइराखेको छौं जुन चाहिँ अटोमेटिक अफ हुन्छ। यानी कि तपाईको कुनै पनि लिकेज सिकेज भयो भनेदेखि चाहिँ डाइरेक्टली ओपन गर्दाखेरि या लिकेज भयो भने आफै अफ हुन्छ। यो सेन्सर वाला रेगुलेटर चाहिँ हामीले लिएको छौं र विशेष गरी यो अहिले तिहारको बेलामा चाहिँ यो ठुलो भट्टी चुलोको लागि पनि भन्नु भएको थियो धेरैजनाले। त्यसै भएर हामीले यो रिस्टक गरिसकेको छौं। यसमा तपाईले ग्यासको प्रेसर पनि थाहा पाउन सक्नुहुन्छ भने अटोमेटिक अफ हुन्छ। जस्तै म यहाँ तपाईहरुलाई चाहिँ यो के रे लाएर देखाइदिन्छु। यहाँ हेर्नुस् है त, यहाँनेरि यसरी लाउने, यसरी लाइसकेपछि यहाँ एउटा तपाईको यो नर्मल लाए जस्तै रेगुलेटर लाए जस्तै यता लाउनुस्। ल यहाँ लाग्यो है। अनि के रे यसमा तपाईले देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ ओपन गरिसकेपछि के हुन्छ भन्दाखेरि ग्यास उड्छ है। यहाँ हेर्नुस् है, यहाँ लो, यहाँ ग्यास भनेको छ। लो हुँदाखेरि तपाईको थोरै हुँदा यहाँ देखाउँछ भने ग्यास हुँदाखेरि यहाँ परसम्म देखाउँछ। यहाँ हेर्नुस् है त, ओपन गर्दाखेरि परसम्म जान्छ लिकेज भएर। ओपन गरियो तर यहाँ चाहिँ छैन। जस्ट अब तपाईहरुले चाहिँ यसमा पाइपहरु लाउनु भयो यो, अनि तपाईको जानुपर्ने डेस्टिनेसनमा पुग्यो भनेदेखि चाहिँ यो फेरि के रे तपाईको चाहिँ हुँदैन। जस्तै म एकचोटि यहाँ हेर्नु है, यसरी थिच्दा ग्यास गइरहेछ तर यो नथिच्दा जाँदैन भनेको यसमा एउटा बटम हुन्छ जुन अटोमेटिक बटमले गर्दाखेरि चाहिँ यो नि जाँदैन। यहाँ हेर्न सक्नुहुन्छ, बाल्दाखेरि पनि बल्दैन। यो भएको भएर अहिले फेरि कतिजनाले भन्नुहुन्छ कि यो चाहिँ ग्यास छैन यताउता भन्नुहुन्छ। यहाँ हेर्नुस् है, यो ग्यास छ। म तपाईलाई अहिले अर्को बालेर पनि देखाउँछु। हेर्नुस् है त, अब यो चाहिँ सिध्यो अनि फेरि तपाईको त्यसरी लिकेज भइसकेपछि यो एकचोटि थिच्दिनुपर्छ र रिस्टार्ट हुन्छ। यहाँनिर थिच्ने छ है। यो एउटा भट्टी चुलोको लागि भयो। त्यसै गरी हामीले अर्को यो ग्यास चुलोको लागि नर्मल्ली यो धेरै बेचिरहेछौँ। आइग्यास कम्पनीको जर्मन टेक्नोलोजी। यसमा चाहिँ जतिसुकै टेक्नोलोजीको कुरा गरे पनि यो बनेर आउने, चाइनामा बनेर आउने हो। टेक्नोलोजी जर्मन हो र हामी यसमा 2 वर्षको वारेन्टी दिन्छौँ। त्यसमा चाहिँ तपाईले पाउन सक्नुहुन्छ। र यसमा के छ भने 2 करोड बराबरको चाहिँ तपाईहरुले इन्सुरेन्स पनि पाउनुहुन्छ। सो तपाईहरुले चाहिँ लिनुभयो भनेदेखि घरको लागि सुरक्षाको लागि यसमा पनि तपाईको चाहिँ यसरी क्लिक गरिसके पछाडि यहाँ एउटा यसरी किरकिर गर्छ त पनि भन्नुहुन्छ हैन। यो चाहिँ किरकिर गर्छ। यसमा भित्र एउटा सानो बटम हुन्छ, त्यसले चाहिँ तपाईको लिक भएको केसमा चाहिँ के हुन्छ भन्दाखेरि अफ गरिदिन्छ है। अब यहाँ यो चाहिँ कतिजनाले यो ग्यास यो फायरिङ यो रात चाहिँ डराउनु हुन्छ। यसमा चाहिँ डराउनु पर्दैन। ग्यास तपाईको लिकेज हुँदैन। ग्यास कहिले पनि तपाईहरुको चाहिँ सहयात्री नै हुन्छ है। यहाँ हेर्नु होला। अब यसमा पनि म तपाईलाई जोडेर देखाउँछु। यो चाहिँ घरको लागि हो। यसको लागि तपाईले यो बटमलाई यसरी माथि थिच्नु पर्ने हुन्छ अनि मात्रै लाग्छ है। यहाँ हेर्नु होला, यो अहिले छै यसरी तपाईले थिच्ने अनि मात्रै लाग्छ। यो थिचेर सर्लक्क हाल्दिएपछि एकतामा लाग्छ। यहाँ हेर्नुस् है त, ल लागिसक्यो। अब यो फेरि खुस्केला खुस्किँदैन। हेर्नुहोस् है, यो यस्तो हुन्छ। यसमा पनि तपाईको ग्यास लो छ हाई छ यहीँबाट हेर्न मिल्छ। यसमा कतिजनाले चाहिँ के हो भन्नुहुन्छ। यहाँ हेर्नुहोस् है, यसमा पनि मैले खोलिदिएँ। ग्यास यति छ है। अब यहाँबाट ग्यास जानुपर्छ नि त। ग्यास चाहिँ तपाईको यो आधी रहेछ। अब यहाँ हेर्नु होला, बल्यो त बलेन है। यो बल्दैन, एकदमै खतरा छ। यो बल्दैन, यो खोल्दा बल्दैन, बन्द गर्दा पनि बल्दैन। तर तपाईले अब यसमा चाहिँ फेरि पाइपहरु लाएर चाहिँ उहाँ राख्नुभयो भनेदेखि चाहिँ यो मजाले बल्छ। अब यसलाई खोल्नु पर्यो भने पनि सजिलो छ। तपाईले यसलाई अफ गर्नुस् अनि यसरी थिच्ने निस्किहाल्यो है। यो एकदम बेस्ट छ। अब धेरैजनाको गुनासो चाहिँ के हुन्छ भन्दाखेरि तैँले चाहिँ अर्कै वा या ग्यासमा नभएको लाइस यताउता भन्नुहुन्छ। म यसमा तपाईलाई बालेर देखाइदिन्छु। हेर्नुहोस् है त, यहाँ तपाईले देख्न सक्नुहुन्छ। यसरी हामीले यो नर्मल रेगुलेटर लगाएको हुन्छौँ ग्यास चुलोहरुमा। ल ग्यास चुलोहरुमा यसरी लगाएको हुन्छौँ। अलिक पर बस्नु होला। अब यसो गरिराखेको चाहिँ के हुन्छ भन्दाखेरि यसो गरेपछि ग्यास सरेर जान्छ र बल्छ। हेर्नुहोस् है, ल यहाँ हेर्नु होला, यसरी बल्छ है। अब यो बन्द गर्न पनि धेरैजना चाहिँ डराउनुहुन्छ। यो डराउनु पर्दैन। यहीँबाट यसरी अफ गरिदिनु भए पनि हुन्छ। यी भएन भने तपाईहरुले चाहिँ यस्तोहरुबाट उकाल्दिन के रे चाहिँ छोड्दिन पनि सक्नुहुन्छ। सो यसो गरिदियो भने चाहिँ बन्द भइहाल्छ। यस्तो केसमा चाहिँ के गर्न सक्नुहुन्छ भने यसरी तपाईहरुले छोड्दिन पनि सक्नुहुन्छ। अब ठुलो बलेको बेला चाहिँ यसरी लाउँदा अब यो यहाँ झन्डै पग्लियो हैन। ठुलो लाउँदाखेरि चाहिँ सानो इफ पुरैमा बलेको छ भने चाहिँ यसरी पनि तपाईहरुले बन्द गर्न सक्नुहुन्छ। यसको लागि सानो तिनोमा चाहिँ ग्यासमा पनि सेफ्टी हुन्छ, डराउनु पर्दैन। तर हामी चाहिँ कहिलेकाहीँ घरमा नभएको बेला ग्यास लिकेजहरु भयो भने त ब्लास्ट हुन्छ, त्यसले गर्दाखेरि प्रब्लम हुन्छ। सो द्याट तपाईहरुले चाहिँ यो सानो सुरक्षाको लागि यसै गरी हामीले चाहिँ यो तपाईहरुलाई एउटा कम्बो प्याकेज अहिले तिहारको अफरमा लिएर आएको छौँ। यसमा चाहिँ तपाईले पाउन सक्नुहुन्छ
यो जस्तो ग्यासको पाइप सँगसँगै पाइपलाई पनि यसले सेफ्टी गर्छ। जस्तो कहिलेकाहीँ चाहिँ यहाँ अघि डोर नि होइन, हेर्नुभयो नि यहीँ डोर हो है। त्यसै कारणले गर्दाखेरि यसको सेफ्टीको लागि चाहिँ हामीले यो पाइप लिएको छौँ। तपाईँहरूले 2 मिटरको पाउनुहुन्छ यसमा, अनि यसमा 1.5 मिटरको पाउनुहुन्छ। यसलाई चाहिँ के गर्ने भन्दाखेरि यसरी यो अब तपाईँको ठाउँ एरिया अनुसारको राख्न सक्नुहुन्छ। यसलाई यो पाइपले कभर गरिदिनु। त्यो भइसके पछाडि तपाईँहरू ग्यासको लागि 100% सुरक्षित हुनुहुन्छ। र अब यो घरको लागि अनि विशेष गरी त झन् यो तिहारमा चाहिँ यस्ता घटनाहरू कहिलेकाहीँ घट्छन् चाडपर्वको बेला होइन। तपाईँहरूले अब राम्रो सानोतिनो सेफ्टी अपनाउनु भएन भने त ठुलो दुर्घटना हुनसक्छ, ठुलो दुर्घटना हुने चान्सेस हुन्छ। सो तपाईँहरूले चाहिँ एउटा एक खालको खर्च गरिसकेपछि वारेन्टी 2 वर्षको हो। क्लेमहरू तपाईँलाई इन्सुरेन्सहरू चाहिँ 2 वर्षको क्लेम हुन्छ। तर तपाईँहरूले यसमा चाहिँ अझै लामो समयसम्म कतिजनाले कमेन्ट गर्नुभएको छ क्या, 10 वर्षको मेरो भयो, 12 वर्ष मेरो भयो भन्नुभएको छ होइन। यति गरेर तपाईँहरूले चाहिँ यसमा पुरै लाउने र लाउनु भयो भने यसमा के हुन्छ, जति गरे पनि पानी चुहे पनि यसमा आगो लाग्दैन। त्यसै कारणले गर्दाखेरि यो एकदमै राम्रो छ। सानोतिनो लिकेजहरूको लागि यसले बचाउँछ। र यसको प्याकेजको चाहिँ कुरा गर्नु पर्दाखेरि तपाईँहरूले पाउन सक्नुहुन्छ। यसको रेट यसको जम्माजम्मी हामीले यो तिनवटै सेटको अहिले कम्बो सेटमा अफर ल्याइरहेको छौँ। यो नर्मल घरहरूको लागि चाहिँ आइग्यासको जम्माजम्मी तपाईँहरूले 3000 मा पाउनुहुन्छ है। नर्मल्ली हामीले यो 2400ले बेचिरहेको छौँ। यो पाइप प्लस यसको र डेलिभरीको तपाईँहरूलाई 600 रुपियाँ पर्यो र अल ओभर नेपाल डेलिभरी हुन्छ। त्यसै गरी तपाईँले यो लिनुहुन्छ भने यसको चाहिँ 3000 पर्छ, अल ओभर नेपाल डेलिभरी हुन्छ। हाई प्रेसरमा हुन्छ, तपाईँले यसरी क्लिक गर्ने हो यसमा चाहिँ। र यो पनि अटोमेटिक छ है, यो एकदम राम्रो सुरक्षित छ। र तपाईँहरूले लिन चाहनुहुन्छ भनेदेखि चाहिँ आजै मेसेज गर्नु होला, या हामीलाई चाहिँ अब टिकटकमा हुनुहुन्छ या फेसबुकमा हुनुहुन्छ कन्ट्याक्ट डाइरेक्ट गर्नु भने सिधै आइहाल्छ। 2 देखि 3 दिनमा अल ओभर नेपाल डेलिभरी हुन्छ। काठमाडौँ, ललितपुर, भक्तपुरमा इफ पोसिबल भएसम्म हामी तपाईँहरूलाई फिट पनि गरिदिन्छौँ। मैले देखाइहालेँ, फिट गर्नलाई पनि सजिलो छ। जस्तो यो पाइपहरूलाई चाहिँ कस्तो कतिजनाले नयाँ पाइप लिनुभयो भने सजिलो हुन्छ क्या, किनभने तपाईँको पुरानो पाइपहरूमा त यसरी जमेर बस्या हुन्छ, फोहोरहरू हुन्छ, लेदोहरू हुन्छ। सो त्यसले गर्दाखेरि प्रब्लम हुन्छ। अब नयाँ हाल्नलाई यसरी सल्लाहको तपाईँले फिट गरिदिने। अनि यहाँ एउटा चाहिँ 2टा पिन हुन्छ, हामी त्यो पिन पनि तपाईँहरूलाई पठाइदिन्छौँ। पिन कसले तपाईँहरूले आफै कस्न सक्नुहुन्छ। अब पुरानोको कतिवटा चाहिँ दह्रो भइरहेको हुन्छ, यसरी निकाल्दा पनि निस्किँदैन क्या तपाईँहरूको घरको चाहिँ। सो निकाल्दा पनि बिग्रेको हुनसक्छ। त्यसै भएको भएर 4-5 वर्ष 2 वर्ष वारेन्टी हुन्छ। तर 4-5 वर्षमा चाहिँ रेगुलेटर फेर्नुहोस् र अटोमेटिक राख्नुहोस्। यसले गर्दाखेरि चाहिँ ठुलो धनधनको क्षति हुनबाट बचत हुनसक्छ। त्यसै कारणले गर्दाखेरि आज अर्डर गर्नु होला है त।